सेरोन बिर्सिरहेको सेरोनलाई सेरोनले त भ्लग हेर्छ नि त होइन हाई सेरोन भनिदिनु आइसक्रिम दिस इज फर यु माई गॉड You've got me thinking she's so cool, but I know when it's just गुड मर्निङ गाइस वेलकम टु माई च्यानल। आज चाहिँ हामी फेरि घुम्न जाँदैछौँ साथी म मेरो बुढा अनि हामी चाहिँ ट्रेन पर्खिँदा ट्रेन गयो। त्यस पछाडि अब 46 हुन्छ त्यही यहाँ ट्रेन स्टेसनकै कफी खान लागेको ब्रेकफास्ट। आज चाहिँ बिहानै निस्क्यो बिहानै मतलब अहिले कति बज्यो त्यस्तै 11 बज्यो होला। यसो हल्का कफी सफी खाएर निस्केको भोक लाग्यो त्यही भएर बुढाबुढी यहाँ हामी कफी अनि यो खोर्सानी खानु जाँदैछौँ। डिफ्रेन्ट वान उयो प्लास्टिक कस्तो खालको अर्कै खालको छ त खोर्सानी यहाँ त खै घाम पानी भइरहेछ पानी चाहिँ नपरोस् त्यति हो। हेलो गाइज हामी चाहिँ आइपुग्यौँ होइन ट्रेन स्टेसन आइपुग्यौँ के जान आँटेको हो सबै आत्तिँदै छिरो त जुम 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 उता निस्क्यौँ हामी चाहिँ जाँदैछौँ काशी अरे जानु सिस्नु खानु जाँदैछौँ। ए भुइँतिर एको कान्छी बसौँ महादेव साहब बसौँ काशी जाने अरे जाँदैछौँ हामी चाहिँ खै कहाँ घुमाउनु लान्छन् कुन काशी जाँदैछौँ काशी जाँदैछौँ। अनि म चाहिँ यहाँ तेरो नाम मुभीको सुटिङ भएको ठाउँको ट्रेन देखाइदिनु पर्यो भनेको होइन होला त्यस्तै खालको देखाइदिनु पर्यो भनेको ट्रेन आत्तिर चढिहाल्नु पर्यो जान्छ कि भनेर अघि टोइलेट गएर आएको थिएँ फेरि अहिले कस्तो पेट दुख्यो त्यो टोइलेट गएँ अनि कफी खाएँ त मलाई पनि टाइम भएछ टोइलेट जानु म पनि जानुपर्ने रहेछ। टोइलेट पेट दुखेर हेलो गाइस अनि मलाई चाहिँ कस्तो देखेको छ आज भनिदिनु होला प्लिज हेन्सम देश खै म तपाईँलाई क्वेसन एन्सर गर्छु नगर्नु हौ त्यस्तो पैसा एन्सर गर्दा त म त लट्टिहाल्छु। हामी कहाँ जान्छ अलिक कति घन्टा लाग्छ नि सबै भन्नु पर्यो। ट्रेनमा चढिसकेको छौँ हामी चाहिँ अब हामी काशी जानेवाला छौँ। काशी गएर यसो टुर हानेर भिड हानेर तपाईँहरूलाई देखाएर अनि हामी फेरि फर्किँदाखेरि बेलेम झर्नेछौँ। बेलेम हामी 8 बजे आजको भिजिट भनेको हाम्रो टार्गेट भनेको चाहिँ तपाईँलाई घुमाउने काशी अनि बेलेम हो र भयो भने त्यता बिच साइडतिर पनि यसो झर्छौँ। हामी त 8 बजे देखाउँदै जान्छौँ। अनि 8 बजे बिउजेर 7 बजे 9 बजे उठेको अनि म हामी काशी भन्दा अगाडि नै झर्नुपर्छ क्या अनि हिँड्दै बिचको त्यो यस्तोलाई बिचको लाइन छ नि अनि हिँड्दै जानुपर्छ क्या खिच्दै ए अहिले बेलेम झर्ने हो र होइन
खोइ म त गएको छुइनँ हो त्यतापट्टि चाहिँ हिँड्दै जाने क्या यो रोड नै मैले होइन यो कासाकाइस आउनुभन्दा अगाडि एक स्टेसन अगाडि यसरी साइडै हो के पोखरै यसरी हिँड्ने बाटो बनाइदिएको छैन यसो हिँड्दै हिँड्दै जाने हो त्यहाँ भनेको एक स्टेसन यता भन्दा उता पनि लाइक त्यस्तो हिँड्ने साइड छ क्या म देखाउँछु न भन्नुहोस् तपाईँको सब्सक्राइबरहरूलाई केही भन्नुहोस् सब्सक्राइबरलाई काट्नु मन परेछ हेर्दैन चट 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 हेरिदिँदैन यतै आफैले हेरेको छैन यसलाई त आज सब्सक्राइबरले ल कम्प्लेन आयो है अब चाहिँ लाग्यो हामी कासाकाइसतिर 1 बजे हिँड्नु पर्ने 5 मिनट लेट गरे डर लाग्छ अहिले त मलाई कस्तो लागिरहेछ त हजुरहरूलाई अब भोलि चाहिँ हिँड्न लाग्ला मजा आएन ढिलो हिँडे भोलि चाहिँ आधी घन्टा यहीँ सुताएँ आज म यो ड्राइभर के ड्राइभर नि हो त्यसको गाडी ल्याएको सन्तोष यति छोड्दा के हुन्छ नि केटाकेटी हो फेरि आएँ म अलिक राम्रो आज हिजो जस्तो राम्रो बनाउनु है आज चाहिँ म खतरनाक भ्लग बनाउनेवाला छु खतरनाक भ्यू निकाल्नेवाला छु हेर्नुहोस् यो हिजोको ब्रिज होइन यो हिजोको ब्रिज होइन कि होइन होइन यो अर्को सरी यो चाहिँ माथिबाट तल ट्रेन मेट्रो के कुद्ने होला माथि गाडी कुद्ने यो ट्रेन दामी छ यो पनि खोलापारी यहाँबाट पुग्ने हो यहाँ पुलबाट पनि जान्छ अरू हामी पार्कबाट जाने मेन यो चाहिँ हो यहाँबाट उयो पनि पुग्छ कम्बोई पनि प्राण पनि हामी त्यो स्ट्याचु भएको ठाउँमा पनि जानुपर्ने छ हामी भोलि जान्छौँ यहाँ चाहिँ आजै भ्लगमा भनिदिन्छु भोलि त्यहाँनिर जानेवाला छौँ के हो त्यो ठाउँको नाम के भन्छ अरे स्टोरै अरे खोलापारी अलमादा लभ यु सनम घरै त्यहाँ बेला पनि झरेन नि हिँड्दै हिँड्दै यहाँतिर आउँदै हिँड्ने अनि त्यस्तो चढेर जान्छ यहाँ ओर्लेर हिँडेर त्यहाँसम्म जान्छस् भने यहाँ ओर्लेर त्यस्तो छ है त गाइस अब बिच साइडहरू आउँदैछ बिच साइडहरू हो बिच साइडहरू चाहिँ यस्तो भिड आउँछ अब राम्रो राम्रो भिडहरू ट्राई गर्छु निकाल्नको लागि आमाहरू के भन्नु हामी ओइलिसक्यो अब 30 पर्ने बित्तिकै बुढो भयो भने सोध्छ क्या त्यही भएर 40-50 वर्षमा पुरै अहिले यति बेला नि मेरो बोयफ्रेन्ड बनाएर 60-70 वर्षमा यिनीहरू पेसेमै हो क्या यिनीहरू जहिले पनि आफूलाई प्याम्पर गर्ने अनि आफूलाई माया गर्ने होइन साथी त एउटा अहिले यहाँ बोयफ्रेन्ड बनाउनु कस्तो तपाईँले राम्रो निस्किँदैछ देख्दैन होला आँखाभित्र कस्तो हुँदैछ यस्तै भेज निकाल्दैछु है म गाइस हेर्नु होला यो
भ्युज त नि यो यस्तो भ्युज त नि फेरि 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 कहाँ पाउनुहुन्छ त आकाश पनि निकाल्दिन्न यो डिलहरू ननिकालेर आकाशहरू चक्कै यस्तो वाटरफल बनाएर जस्तो अब अरू मेमोरी केही बनेको छैन भने चाहिँ त्यो मात्रै डिमान्ड हुन्छ नि त होइन अनि त्योभन्दा अर्को पानी निलो निलो गएपछि त्यो उस हुँदै जान्छ अरे क्या पानी निलो निलो हुँदै जाँदैछ छेउछेउको चाहिँ धमिलो रहेछ अन्त मेरो उहिलेको घरै गइरहेछ थाहा नै हुँदैन बिर्सिन्छ अलिअलि थाहा होला होइन धेरै लङ बाटो भएर त नगर्न हो यस्तो अब चाहिँ आउन थालो राम्रो राम्रो भ्यू देखिने ठाउँ गाइस महिनामा मलाई देखाउँदै होला देखिँदै होला होइन गाइस अब चाहिँ हामी नजिक आइपुग्यौँ है हामी चाहिँ अहिले नजिक आइपुग्यौँ अब जो लास्ट नै हो यो सिन त्यसपछि हामी ट्रेनबाट झरेर देखाउनेछौँ सिन तपाईँहरूलाई मलाई देखिँदै होला यस्तो छ झ्यालमा ढिल्लो घाम लागिरहेको छ घाम मजाको दामी वेदर छ आजको वेदर चाहिँ अब भोक पनि लाग्यो मलाई त गएर चटपटाइ खाने हग्ने फ्रेस हुने अनि मात्रै घुम्ने मेरो बुढी र शीतलले त मलाई हेर्दै हाँस्दैछन् किन हाँसेको किन हाँसेको किन हाँसेको किन हाँसेको यो छेउको मान्छे को चिन्नुभयो धेरै न तल केसेट लगाउँदैछ पापा रे रात कहिले काट्छ होला भोलि कहिले हुन्छ नि सुत्नै सकेको छैन कहिले तिमीलाई कत्रो भित्ता हो बाप रे बाप चाहिँ भित्ता है यत्रो भित्ता रहेछ ल त गाइज हामी आइपुग्यौँ कासकाइज हाम्रो चाहिँ अब सिधै झटपट तिनजना सुपरस्टारहरूको इन्ट्री भइसकेको छ कासकाइजमा अब हामी धमाका मचाउनेवाला छौँ कासकाइज पुरै धमाका मचाउनेवाला छौँ अब हेर्दै गर्नु होला गाइज बिस्तारै बिस्तारै देखाउने छौँ हामी चाहिँ काशी छौँ कासकाइज हो भिटामिन कम भएर होइन घुँडा दुखेर नङ दुखेर काशी कि कासकाइज हो काशी रेलले मैले नि काइस भन्छु यसले काशी देखेँ भन्दा यता चिप्लो पनि
ल हामी चाहिँ यहाँ आइपुग्यौँ अब सिधै चटपट हो अब सिधै चटपट केही खाएर खान्छौँ अब भरे छटपट हुनु पर्यो छटपट भएर घुम्नु पर्यो टिकटक बनाउनु हामी चाहिँ के गर्ने इच्छालाई हामी चाहिँ अब कासा आइपुग्यौँ भनेर खबर गर्नको लागि आइपुगेको अब फेरि एकछिनमा अर्को ठाउँमा भेट्नेछौँ हामी राम्रो राम्रो ठाउँ देखाउनेछौँ तिनजना सुपरस्टार हवस् त अहिलेलाई एकछिन ब्रेक बाहिर निस्क्यौँ ट्रेन स्टेसनबाट बाहिर निस्केपछि चाहिँ यस्तो खालको रहेछ म पनि पोर्चुगल बसेर दिस इज माई सेकेन्ड टाइम कासकाइस एउटा डकुमेन्टको काम हुँदाखेरि आएको थिएँ मेरो बुढीलाई शीतललाई कस्तो देखेको छ कमेन्ट गरिदिनु होला भनिदिनु होला This is Cascais. यो गाइड हो गाइडर Tourist guider. यस्तो ताजा घाम भ्यू चाहिँ म ट्रेन स्टेसनबाट बाहिर निस्किसकेको त्यस्तो छ भ्यू यस्तो छ बिल्डिङ यस्तो छ भोक लागिरहेछ फेरि एकछिनमा अर्को सिन देखाउने छु गाइस यस्तो राम्रो सिन छ तिमीहरू चाहिँ आत्तिन्छौ क्या हिँड्नको लागि यहाँ म भ्लग खिच्नेमा चाहिँ सिन देखाउनु पर्यो पक्नु जानु जानु म चाहिँ यस्तो दामी भ्लग खिच्छु यस्तो दामी देखाउँछु गाइस यस्तो छ ठाउँ चाहिँ यो चाहिँ सेन्टरमा जेब्रा क्रसिङमा यस्तो छ बिचमा पार्क रहेछ यस्तो दामी यस्तो मेरो बुढीहरू चाहिँ कहाँ पुगिसकेको छ बुढीहरू चाहिँ पारि पर्खेर बसिरहेको छ रेड कार्पेटमा ओछ्याएर वेलकम हो क्या रेड कार्पेटमा किन रेड कार्पेटमा नहिँडेको यस्तो बाहिर फोहोर बाटोबाट हिँडेको यस्तो राम्री मान्छेहरू फोहोर बाटो हिँड्ने हो नो नो यहाँ राम्रो छैन मैले देखिसकेँ बङ्गाली लु 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 टिकटक बनाउनु पर्छ जस्तो हो यो बाटोमा त पिसाब सिसाब लुक्यो ए छैन पहिला पिसाबहरू बोले पोथारी खाने शीतलले फ्राइड राइस खाने हामी आयौँ हामी अब जाउँ काठमाडौँ स्टिक हाउस स्टिक हाउस कासकाइस यस्तो छ राम्रो छ दामी छ पिस छ चाउमिन मेरो चाहिँ यो चाउमिन छैन तपाईँको मेरो चाहिँ यो चाउमिन बुढीको शीतलको फ्राइड राइस अब यो खाएर हामी मोटाउँछौँ हिँड्न सक्छु कि सक्दिनँ मोटो भएर पुग्छ होला मोटो हुन्छ होला कस्तो लाग्यो त खाना चाहिँ यस्तो मिठो थियो नि मैले त पुरै चाटेरै खाइदिएँ मेरो बुढीले पनि थपिवरी पनि सकाइदियो चिल्ले बनाइदियो सबै खाइदियो सबै सकायो यही छोडेन
अझ थपेर शीतलले पनि खाएर बङ्गै सबै यही सोध्ने बेलामा चाहिँ सबैजना खाली भयो Was the best. सपिङ जाने हो कि टोपी किन्ने भनेको किनिदिँदैन किन्नु नगएर उता आऊ यहाँ टोपी किन्नुहुन्छ कि टोपी दोकानै किन्नुहुन्छ किन्नु If I am allowed, I can. I will. I want to. I am allowed? I want to. Full body massage. I am tired. Wow. पानी बोक्न हिरो माग्दा हिरो बन्दै हिँड्नु न हो टोपी ल जान ल ल आइज त एकछिन आइज टोपी नकिनी नहुने अरे मेरो बुढियालाई खौ या यस्तो बरु हिजो त्यहाँ उसको छ्या यो पेन के खे हिजोकै बरु त्यहाँको राम्रो थिएन होइन मन परेन अरे त्यस्तो यो बाटो पनि देखिहाल्यो अब अर्कोचोटि अलि साह्रो भन्नु न हबिबी कम टु पोर्तुगल छ्या ओ यही हो सर हेर्ने हो मारो नि हौ मारो नि ओ माई गड यस्तो ब्युटिफुल भ्यूहरू भनेको हौ मैले त वाउ भ्यू भनेको अनि हामी यो ब्युटिफुल छैन अँध्यारो भयो त यार यस्तो राम्रो भ्यू थियो यस्तो राम्रो भ्यू थियो यो अनुहारहरू परेर त अँध्यारो देखियो त वेट तुम आए तो यहाँ त मलाई छोडेर गए जाडो छ नि त्यो चिसो हावामा नआउँदैछ सुरु भइसक्यो
होइन खिच्दै Come on, ल, buddy. तपाईँलाई म खिच्छु बिल्डिङहरू कस्तो लाग्यो त गाइजहरू भन्नु होला कमेन्ट गर्नु होला यो चाहिँ पोर्तो हो ए सरी स्कुपा यो चाहिँ पोर्तो भन्ने आएछ कासुकाइस हो यो चाहिँ कासुकाइस हो ल आउनुहोस् राजकुमार हेलो राजकुमार कम अन यस्तो ठाउँ छ दामी ब्युटिफुल प्लेस दामी छ कासकाइस कस्तो लाग्यो त गाइज कमेन्ट डाउन बिलो भन्नु होला यस्तै यस्तै ठाउँ घुमाउँदैछु अझै तपाईँहरूलाई बाँकी नै छ आज टुडे इज डे 7 हुँदैछ सरी डे 7 होइन डे 8 भयो अब अझै 8 डेज बाँकी नै छ 8 डेज बाँकी नै छ 8 डेजमा अब अझै कतिवटा ठाउँ जानु बाँकी नै छ सबै ठाउँ गइन्छ धेरै ठाउँ गइन्छ घुमाइन्छ तपाईँहरूलाई सपोर्ट गरिदिनु होला माया देखाइदिनु होला मेरो बुढीहरू त कति चाँडो चाँडो हिँड्छन् यार लास्टै फास्ट हिँड्छन् यिनीहरू ल त यस्तै छ ठाउँ ब्याक ल एकछिन हजुर भिडियो कस्तो हेरिरहेको जस्तो यता पनि निकाल्नुहोस् एउटा पक्नु ल यहाँदेखि नजाउँ जस्तो लाग्यो त हामी यतै बस्न मिल्दै मिल्छ अन्त हेरिरहँ जस्तो लाग्यो त दामी छ नि बुढी कता राम्रो लाग्यो आज नजाउँ क्या हो यस्तो पोस्दिन के राम्रो लाग्छ कि म यस्तो ठाउँ लेट्स गो बल्ल पोर्चुगल आयो जस्तो लाग्यो हाम्रो भिडियो बनाइदिन्छ अरे अब अफ गर्नु त ल आए त मुखमा यो मात्रै झुन्डेको झुन्डै छ मेरो बुढीले के कुन गीत सुनायो मलाई वाउ दामी रहेछ कस्तो भिडियो अगाडि तातो भयो बल्ल तातो भयो कमर जस्तै लाग्यो यार अब चाहिँ गाउँदैन यो गीत मुखमै झुन्ड्यो ल दिनभरि हाँसेर जाने उनीहरू आज केही छैन हाँस्नुपर्छ होइन हाम्रो टुरिस्ट गाइड चाहिँ यहाँ अगाडि हुनुहुन्छ टुरिस्ट बिजी भयो हामीलाई गाइड गर्ने चाहिँ यहाँ हुनुहुन्छ हामीलाई गरम छ क्या भिडियो गएर चट्टसँगले घुमाउने देखाउने सबै यहाँ हुनुहुन्छ राम्रो ठाउँ लिएर जानुभयो वाउ तँ कुन त कस्तो गरेको है त यहाँ म त आनन्द भयो गर्मी भएको छ बाबा हजुर यो यत्तिकै गर्मी हुन्छ युकेमा हट गर्मी भने हो यही यत्तिकै तातो हुन्छ
कति अनि समर दुईजना चरा जस्तै उडेको उडै गर्छन्। राम्रो छ नि गाइज, भ्यू चाहिँ दामी आएको छ। धेरै खाएर अगाएँ क्या म चाहिँ। यस्तै छ ठाउँ। थकाइ लाग्यो। अब एक्सप्लेन गरौँ भने के एक्सप्लेन गरौँ थाहा पनि छैन होइन मलाई पनि। पार्क मरिना टेरा यस्तै छ ठाउँ। अन्त यो ब्यागले कुम दुखो, ब्यागै भारी किनेछु। मेरो बुढा भएर सजिलो भएको छ मलाई चाहिँ। हो जेमा पनि साथ दिनुहुन्छ, लाइक अरू केटा भए यसरी खिच्थ्यो बुढीलाई कसले सक्ने फकाउन होइन। यहाँ चाहिँ पानी छुट्टेर आएको रहेछ नि। यहाँ चाहिँ यता साइडबाट पानी छुट्टेर आएको रहेछ। तल चाहिँ यस्तो छ। स्वर्गमा पुगे जस्तो त स्वर्गमा। तपाईँलाई मैले स्वर्ग लिएर आएको नि त बुढी। म त जाँदिनँ यो क्या मन पऱ्यो नि। जाँदिनँ यो क्या यतैतिर बस्नु हामी। यो त यहाँ आउँदा म स्टोरी हाल्छु। ल है त दामी दामी ठाउँमा आयो है त। केब लाने भन्दै थियो शीतलले। हामी चाहिँ केब कता हो केब पनि, त्यो केब जाँदैछौँ। त्यो केबमा पुगेर देखाउँछु अब गाइजहरूलाई है। ओके सी यू गाइज।
वाउ दामीको एकछिन यहाँको क्लिप लिइहाल्छु यहाँको क्लिप लिइहाल्छु दामी पानीहरू हल्लेको मनपर्छ पानी चाहिँ यताको पानी चाहिँ यहाँसम्म मात्रै रहेछ यहाँ छाल उडेकोमा चट्ट खिच्नु पऱ्यो क्या आइज कमन उडेको थियो अघि त माथि उडेर यहाँसम्म भिज्ने गरी सनको रिफ्लेक्सन चाहिँ दामी आएको थाक्यो गाइज ठाउँ त दामी ठाउँमा आइपुग्यो राम्रो छ अब यसपछि हामी ब्याट्री पनि लो भएछ गाइज यहाँको भिडियोहरू पनि खिचिहाल्यो फेरि अब मोबाइल सरी अब क्यामेरा चार्जमा हाल्छु एकछिन त्यसपछि अर्को भिडियो देखाउनेछु फेरि स्टे ट्युन गाइज अर्को भिडियो पनि आउन बाँकी छ अर्को भिडियो पनि आउन बाँकी छ टिकटक बनाउन व्यस्त छन् फोटो खिच्न व्यस्त छन् दुईजना चाहिँ बिहाइन्ड द सिन कति राम्रो ठाउँ रहेछ यो ठाउँमा त अभ्यासी आउनु होला यो काँसी काँसीको के अरे काँसको उयो हो यस्तो दामी रहेछ
कति दामी तपाईँलाई कस्तो लाग्यो भनिदिनु पर्यो सेकेन्ड टाइम हो म आएको चाहिँ कासकाइस पहिला आउनुभएको थियो फर्स्ट टाइम एकचोटि डकुमेन्टको लागि आएको थिएँ आज सेकेन्ड टाइम हाम्रो टुरिस्ट गाइडले लिएर आउनुभयो शीतलज्यूले बाबा वान अफ द बेस्ट ब्युटिफुल सिटी यहाँ अवश्य घुम्न आउनु होला यो ठाउँ भनेमा जे होस् घाम लाग्दा चाहिँ दामी हुँदो रहेछ शान्ति पिस ठाउँ दामी लाग्दो रहेछ मलाई दामी एकछिन आनन्द शान्ति समुद्र हेर्नु मन छ पिस अब धेरै टिकटक पनि बनायौँ धेरै उयो पनि बनायौँ अब भिडियो पनि बनायो टिकटक खिच्यौँ फोटो खिच्यौँ अब त्यो पिसफुल साउन्ड पानीको साउन्ड सुनेर निदाउने एक निन्द्रा सुत्ने अनि उठ्ने अनि फेरि अर्को भ्यू देखाउँछौँ ल ल see you यहाँ त समर आएको जस्तै भइरहेको समर फिल यो लुगा लाएर आएको गर्मी भयो भरे जाँदा चाहिँ अब जाडो हुनसक्छ अहिले चाहिँ तातो अहिले जति पनि युकेमा समर टाइम थियो नि हो त्यत्तिकै तातो छ अहिले यहाँ चाहिँ यो पोर्चुगल भन्ने ठाउँमा अस्ति चाहिँ पानी परेर 2-3 दिन चाहिँ त्यत्तिकै भयो अहिले घाम लागेर त्यति रमाइलो भएको थियो कति रमाइलो छ भोलि चाहिँ यहाँ पनि घुम्न आउनु नभुल्नु होला यो काशी भन्ने ठाउँमा यहाँ चाहिँ एकदम टुरिस्ट एरिया रहेछ अब थाकेर बसेछन् क्या हो रिचन के गर्दैछस् त चाहिँ केही भन्दैन त यहाँको बारेमा सुरु यहाँको बारेमा भनिदिनु पऱ्यो क्या 2 शब्द लोकल बासीहरू यहाँको बारेमा 2 शब्द भनिदिनु पऱ्यो हाम्रो टुरिस्टहरूलाई जति पनि मेरो भ्लग हेर्नुहुन्छ उहाँहरू हेरेर पनि आउनु सक्नुहुन्छ नि त खासै नलेज त छैन तर कासकाइस भनेको चाहिँ लिस्बन एरियाको वान अफ द बेस्ट सिटीमै पर्छ टुरिस्ट एरियामा पर्छ अनि बिच राम्रो बिच भएको साइड पर्छ यो साइड चाहिँ बिचहरू अनि वान अफ द बिलिनियरहरू बस्ने सिटी हो यो चाहिँ अनि हामी पनि बिलिनियर त हो त नि बिलिनियर सिटीमा आएपछि हामी पनि बिलिनियर भयौँ हामी चाहिँ के काम हामी पनि के गफ ल यही बिच उठाएको दिएको रहेछ यहाँ चाहिँ छालले यो पिच निकालेर साबुन बनाउनु स्याम्पू बनाउनु पर्छ जस्तो त गाइज Capturing the moment. Come on. त्यतिकै बसिराख्नु बुढी तपाईँ सँगसँगै निकालिदिन्छु छाल अब आउँछ एउटा छालको फोटो लिउँ भनेको भिडियो लिउँ भनेको आउँदैन आउँदैछ ल जाउँ म पछि
é mais que um poema, coisa mais linda que eu já vi passar. Ah, porque estou tão sozinho. Ah, porque toda जानु मन थिएन बिचरा मेरो बुढी गप 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 यस्तो राम्रो ठाउँलाई छोडेर को जानु मलाई त कस्तो शान्ति हेरिरहँ जस्तो लाग्ने ठाउँ हो यहाँ हेर्नु न दुईजना पनि पछाडिको यस्तो राम्रो ठाउँ छ नि त आमा गफ गफ कस्तो अरे गफ 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 तिनैजना गर्ने हो कि गफ गफ वाह मान्छेको आइडिया हेर त्यहाँ उठेर राखेर चुम्बक छ है क्या दादा हामी तिनजना खिच्छौँ न बाई बाई काइस अब हामी गयौँ जान त मन थिएन के गर्नु यस्तो राम्रो ठाउँ ब्युटिफुल प्लेस ब्युटिफुल भ्युज वाउ कस्तो राम्रो ओ माइ अब केही छैन यस्तो ठाउँहरू अझै धेरै धेरै छन् अर्को ठाउँमा पनि लिएर जानेछु यहाँ आएपछि यो कति मतलब स्ट्रेसै हरायो सबै हरायो त्यसै नै अस्ति नै हरायो थियो झन् हरायो अब अझै यस्तो राम्रो राम्रो ठाउँ अझै देखाउनै छु बाँकी नै छ किन टेन्सन लिनुहुन्छ अर्को ठाउँ पनि जाँदैछौँ अब यहाँ रिजनले यो यस्तो ठाउँहरू मिस गर्यो पानी परे गऱ्यो केही छैन रिजन अब समर टाइममा नेक्स्ट टाइम ट्याक्क समर टाइममा योभन्दा ब्युटिफुल हुन्छ नि अझ ब्युटिफुल हुन्छ यो प्लेस त अझै ठाउँ बाँकी छ गफ 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 तपाईँले पब्लिक च्यालेन्ज दिएकै हो म रिजनलाई सबै हाम्रो आरजी टिम मेम्बर्सहरूलाई चाहिँ सबैलाई गफ 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 जोनी भाइले जतिको नि दा भेना गफ 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 भन्छ त्यस्तै जोनी भाइ गफ 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 लेजेन्ड भाइ जोनी हाम्रो आरजी किलर भाइ अनि अरू को छन् जेनस भाइ सबैजनालाई मिस यु गेम सेम खेलेको छैन ए दिदी यहाँ हुनुहुन्छ दिदीले गेम खेल्यो भने के गर्छन् अरे गफ 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 नो गेम अब अलि पछि आउँछु गेम सबैलाई थाहा होला म कराउँछु भनेर होइन अभियसली कराइहाल्छ नि हौ बुढा अब यहाँ दिदी आइरहेछन् अनि भेना गेममा बिजी भयो भने त घोप घोप हानिहाल्छ नि फेरि म त यस्तो यस्तो गर्ने त्यस्तो त्यही भएर भाइहरूलाई पनि अस्ति गाली गरेको थाहा होला होइन गफ 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 ल सबैजनालाई टेक केयर राम्रोसँग गेम खेल्नु होला म अलि पछि आउँछु सबैलाई नि भाइहरू पनि सबैजना सेयर गरिदियो भिडियो लाइक सेयर कमेन्ट गर्नु म त खान्न ल अब अर्को ठाउँमा गएर भिडियो बनाउँछु अहिलेलाई बाई तपाईँ बोल्ने होइन हात दिनु ल आइसक्रिम खाने भनेर आइसक्रिम लियौँ बुढीले म्याङ्गो फ्लेभरले खान्छु 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 भने म्याङ्गो फ्लेभरले लास्टमा मन परेन चाहिँ मेरो पिस्ताचु चाहिँ लगिदियो पिस्ताचु लगिदियो टोपी किने मेरो बुढीले टोपी पनि किने हिरो नि भयो त अब झन् कस्तो देखेको छ टोपीमा भनिदिनु ल वाउ कति ब्युटिफुल देखेको मेरो बुढी शीतलले चाहिँ भेनिला बुढीले म्याङ्गो लिएको थियो साटो पिस्ताचु लग्यो मेरो साह्रै क्रिमी रहेछ क्या क्रिमी के मेरो म्याङ्गो थियो ल बसले कति घुमाउँछ हिँड्नु जाने कि बसले जाने हिँड्दै जाऊँ यस्ता बस ल गफ 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 रमाइलो भयो यतिकै हिँड्छ नि रमाइलो हुन्छ होइन अब पर पो पुगिन्छ म त यति भयो भने यतिमै पनि खुसी छु यहाँदेखि अरू ठाउँ नलगे घुम्यो मजा आयो रमाइलो भयो कति बज्यो बाबा हेर्नु त घडी अहिले 5 बज्यो है 5 बजे भनेपछि त त्यहाँ पुग्दा 6 बज्छ बेलुम आज पनि घुमै होला 2 घन्टा घुमेको छौँ हामी कास 3 बजे आइपुगेको थियौँ खाना 3 बजे नै अगाडि नै आएको थियौँ
2:30मा आएको 2:30मा आएको थियौँ होला होइन 1 बजे चढेको नि 1 बजे चढेको 2मा आइपुगेको थियौँ होला खानासाना खायौँ 3 बजे निस्क्यौँ 3 बजे ट्याक्कै निस्केको रेस्टुरेन्टबाट 2 घन्टा घुमेको छु जाने हो क्या बेलेम जाने हो मैले यहाँ भ्युवर्सहरूलाई भनिसकेँ हामी बेलेम आजको डेस्टिनेसन कासाकाइज अनि बेलेम भोलि फेरि बेलेम आउन पाइँदैन त्यही भएर आज बेलेम घुम्ने अनि भोलि चाहिँ हामी उता शीतलकोतिर जान्छौँ पारी खोला पारी अलमादा जान्छौँ अलमादा घुमेर उता पनि बिच घाम यस्तै लाग्यो भने बिचतिर पनि जान्छौँ खाना पेट दुख्यो मेरो अमिलो रहेछ कि अलिअलि अनि सरी अनि के भन्छ अलमादा गएर अनि उता बिच साइडतिर गइन्छ अनि त्यता गएर भ्याइएछ भने फेरि अर्को एउटा नयाँ डेस्टिनेसन विदाउट प्लानिङ कतै कुनै ठाउँमा लग्ने छु आइसक्रिम पनि हावाले उडाएर गालातिर ल्याइदियो त के हो कि कपाल हो यो झन्डै कपाल निलेछु यो बुढियाको कपाल यार आइसक्रिममै टसाएको रहेछ झन्डै कपाल खुवाइदियो मलाई घाँटीसम्म पुगेको थियो निकाल्यो घप 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 कपालले नै घप घप घाउ हान्थ्यो कस्तो मिठो आइसक्रिम खान मन लाग्यो होला नि तपाईँहरूलाई नि खान मिल्दैन के गर्नुहुन्छ खानु ल गाइज खानु टोपीले कस्तो दिएछ हेर्नु न कति राम्रो दिएछ तपाईँलाई कोरियन जस्तै छ कोरियन त्यस्ता मुला कोरियनलाई फ्लप खाइरहेछ मेरो बुढीले बुढी कसको बुढाको अब सबिनाहरू पनि यसरी पोर्चुगल आउनु पर्यो अर्को नेक्स्ट टाइम चट्टोसँगले सबिनाहरूलाई पनि मिस भइरहेछ मेरो सालो रिजनलाई पनि मिस भइरहेछ निशान भाइ सबैजनालाई सम्झना छ यहाँबाट पोर्चुगलबाट माया छ सेरोन बिर्सिरहेको सेरोनलाई सेरोनले त भ्लग हेर्छ नि त होइन हाई सेरोन भनिदिनु आइसक्रिम दिस इज फर यु हाई सेरोन आई मिस यु सेरोन आई मिस यु अब सेरोन पनि आउने अर्कोचोटि तुम्बासँग सेरोन पनि आउने ल तुम्बालाई भेट्न अनि यहाँ भाइसँग अनि चट्टोसँगले यसरी घुम्नुपर्छ ओके सेरोनले भोलि फेरि हेर्नु ल अब अर्को भ्यूमा खिच्छु फेरि बेलाम वाह अब चाहिँ कासाकाइजबाट निस्क्यौँ मतलब अब ट्रेन चढ्न जान्छौँ यहाँबाट यो चाहिँ लास्ट एन्डिङ अब सनसेट साइड सन त उता साइड सेट भइसक्यो अब यहाँनिर एन्डिङ लास्ट यो बिच साइड लास्ट भ्यू यो चाहिँ यस्तो छ अब हामी जान्छौँ अब गयौँ हामी चट्ट ट्रेन स्टेसन गएर चढ्छौँ जान्छौँ हामी बेलेम जान्छौँ अब चाहिँ लाग्यो बेलेमतिर अब चाहिँ कति बजेको ट्रेन छ पनि बेलेम
2 स्टेसन अगाडि उता हाम्रो एन्डिङ स्टेसन लास्ट स्टेसनदेखि 2 स्टेसन लास्टमा पर्छ 2 स्टेसन यता त्यो 2 स्टेसन यता झरेर बेलेम घुमेर अनि त्यसपछि उता जान्छौँ होइन बुढी हो कि होइन बुढी के हो के एक दुई शब्द भनिदिनु न यहाँ रिसाएर मेरो बुढी चाहिँ नरिसाएको दिन हुँदैन सम्झाइदिनु पऱ्यो भ्लगमा पनि सबैजनाले तपाईँ अघि किन एक्लै मसँग भिडियो खिच्नु मैले एक्लै भिडियो खिचेको रिसाउँछ म भिडियो नखिच्नु अरे म त सुतेर घरमा बसे भइगयो नि त्यसो भए म त बुढा मगाउँछु ऊ चाहिँ म चाहिँ म चाहिँ एक्लै खिच्छु म चाहिँ अब फोटो खिच्न एक्लै नपाउनु भिडियो खिच्न नपाउनु म चाहिँ यहाँ ए भन्दै हिँड्नु के मजा चाहिँ म चाहिँ के मेरो लाइफ चाहिँ म इन्जोय नगर्नु एउटा सिङ्गल भिडियो पनि नबनाउन पाउनु होइन हेर्नु है म दुःखमा त यहीँ पोख्ने हो सबैको अगाडि सबैको अगाडि दुःखमा पोख्ने म त हेर्नु भन्नु है मेरो टोपी कस्तो छ भन्नु न गाइस टोपी कस्तो छ भन्दैन मैले भनेको पत्याएन राम्रो देखेछ भनेको तर यो पिङ्क कलर ठिक छ राम्रो छ स्वागत छ रात परिसक्यो रात पर्दै गर्छ दिन हुँदै गर्छ जिन्दगी नमिलेका दोबारा यसरी घुम्न मन पाउँछ पर्नु छोडेन अहिले आएर बुढी त सधैँ मन पर्छ नि हौ बुढी के हो खालको क्वेसन दिस ननसेन्स क्वेसन्स मलाई थाहा छ आई हेट यु आई हेट अघिको भात घटेको छैन तपाईँ घट्यो बाइकको हाकिङ आएको हाँस्दैछ तिनीहरू पछाडि हाई गर्दै थियो त क्यामेरामा हेलो इफ यु सी दिस भिडियो आवर सन ब्लग सेज हेलो टु यु अनि मेरो बुढा हजुर तपाईँ मेरो बुढा त हो कि हो बताउनु गाह्रो छ त हो अहिले आएर हो कि होइन हो कि होइन भनिदिनु पऱ्यो कमेन्टमा गाइज कमेन्टै गर्नुहुन्न यार गाइज तपाईँहरू कसैले पनि लाइक गर्नुहुन्न कमेन्ट गर्नुहुन्न सेयर गर्नुहुन्न हाम्रो यस्तो अनि तपाईँको मेहनत साथीहरू गर्छौँ के त्यस्ता गु खाने जे पाइँदैन भन्नु है ब्लगरहरूलाई ए ब्लगरहरूलाई भ्युवर्सहरूलाई गु खाने तपाईँकै ब्लगर चाहिँ आने जेसुकै भन्नु म त हालिदिन्छु डाइरेक्ट नकाटिकन यही हालिदिन्छु म तपाईँकै भ्युवर्सहरू घट्ने हो मलाई के म त बनाइदिने काम हो तपाईँ आएको बेलामा अब जे पाइ त्यही भन्नुहुन्छ घटाइदिनुहुन्छ भने म त यत्तिकै हालिदिने हो बङबुङ र त्यसो त नगर्नु न हालिदिने हो म त हँ जाउँ अब चाहिँ हामी ट्रेनतिर लाग्यो गाइस ट्रेन स्टेसन आइपुग्यो अब फेरि बेलाम जाने हो बेलाममा नाइट भ्यू देखाउँछौँ तपाईँहरूलाई आज रमाइलो हो रमाइलै भयो तर घरि चाहिँ काट्नु मनपर्छ कहिले कहिले टाउको उयो भएको त पचास भ्याएको त पछाडि यस्तै पछाड्न मन लाग्छ बुढालाई यो टोपी लाएर सुत्दा हुन्छ कि हुँदैन राति सुत्दा पनि हुन्छ उड्दा पनि हुन्छ होइन यता बाहिर हिँड्दा लाउने भनेको एकचोटि केही खास अब सिधै कति बजे ट्रेन छ थाहा छ तपाईँहरूलाई 15 मिनटमा छ होला ट्रेन त आधा घन्टामा होला ट्रेन के टेन्सन अहिले नै हेरेर जाउँ कि 15 मिनटमा पुगिहाल्छ यहीँ त होइन अहिले नै जाउँ कति बजे छ हेर्दा टिकट जाउँ लगाइ 15 मिनट बाँकी छ हामी कुद्नुपर्ने हुन्छ अब ट्रेन स्टेसनमा गएर भेटौँ ल बाई बाई चाउ बाई बाई गर्नु ल बाई सी यु गाइज हेलो गाइज अब त बोल्ने इनर्जी पनि हरायो थाकियो तर थाकेर एकछिन यहाँ रेस्ट गरेको यहाँ हामी बेलाम पनि गएन किनभने हाम्रो ट्रेनै ढिलो आयो भिड भयो थाक्यो 1 घन्टा त उभिएरै आयो होइन एउटा सिट थिएन 1 घन्टासम्म लास्ट स्टेसन हामी जहाँबाट कासाकासदेखि चढेको हामी अर्को स्टेसन लास्ट स्टेसन जानुपर्ने लास्ट स्टेसनसम्मै सिट पाएन उभिएको खुट्टा दुखेर फाँक भयो अनि झरिनौँ बेलेम पनि झरिनौँ सेकेन्ड लास्ट स्टेसन त बेलेम चाहिँ घुम्न जाने ठाउँ अनि बस्नै पाइएन खुट्टा दुःख उभिँदै अनि घुम्न सकिँदैन होला जस्तो लाग्यो गएन अनि शीतल गयो हामी चाहिँ यता एकछिन ट्रेन चढ्नु यसो थाकेर माझीले एनर्जी ड्रिङ्क खाएँ मैले चाहिँ यो जुस खाएँ गुवाबा जुस यो खाएँ अनि एकछिन खुट्टा त तिनीकै भयो नि मेरो त अब यस्तो थाकेको बेलामा घुम्नु गएको नि के रमाइलो होइन
थाकेको बेलामा इनर्जी हुँदैन अनि त घुम्न पनि अब भ्लग बनाउन पनि बरु नेक्स्ट टाइम जाने भनेर सल्लाह गऱ्यौँ अनि फर्क्यौँ। अब चाहिँ हामी घरतिर जाँदैछौँ। घरतिर आजको- जान पनि अब 7:30 को ट्रेन छ क्या अरे। ट्रेन बरु होस् छुटोस् 8 बजेको जाने भनेर बिस्तारै एकछिन जाउँदै छ। कति हातेर कुदेको गर्नु। जहिले मलाई टुटु कुदाउँछ। भोलि बिहानै फेरि पारी भोलि बिहानै फेरि उठेर रेडी भएर भ्लग एडिट गर्न बाँकी छ। बिजी भइयो एभ्रिडे भ्लग आउनुलाई गाह्रो रहेछ होइन। भरे फेरि अब रातभरि एडिट गरेर फेरि अनि रेडी गरेर अपलोड गरेर अनि सुतेर भोलि बिहानै फेरि उठेर फेरि अर्को ठाउँ जानुपर्ने छ। तपाईँहरूलाई देखाउनै पर्यो। गाह्रो छ। यत्रो मिहिनेत गरिरहेको छौँ, तपाईँहरूलाई इन्जोय गराइरहेको छौँ। लाइक सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, घोप नगरिदिनु होला, माया देखाइदिनु होला। आजलाई यति नै भन्न चाहन्छौँ हामी होइन। यहाँभन्दा चाहिँ एनर्जी छैन। अब घरतिर लाग्यो। अब चाहिँ यति नै हाम्रो चाहिँ भ्लगिङ अब यहीँ गर्छु। अब भोलि बिहानै हाम्रो सुरु हुन्छ। बिहानै अब फेरि सी यु टुमोरो इन द मर्निङ। अहिले हामी भ्लगिङ यहीँ गर्छौँ। अब भ्लगिङ गर्नको लागि पनि खासमा त एकछिन रेस्ट पनि गरौँ, भ्लगिङ पनि गरौँ भनेर हो। भ्लगिङ गर्नुभन्दा अगाडि एक राउन्ड लगाइदिइहाल्छु तपाईँहरूलाई यहाँको भ्यू पनि। सर यो उकालोबाट जान्छौँ हामी अहिले। यताबाट जान्छौँ ट्रेन स्टेसन। अनि यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ यस्तो छ भ्यू। यहाँको नाइट भ्यू यस्तो छ। यहाँको नाइट भ्यू चाहिँ यस्तो खालको छ। अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ। मैले बुढी यहाँ बसिरहेको छौँ। हामी चाहिँ यहाँ खलैँचामा क्युट खलैँचामा हामी दुईजना क्युट बुढाबुढी बसिरहेको छौँ। यता तलबाट आएको हामी चाहिँ। ल गाइस, see you tomorrow next vlog. See you in next vlog. Good night. Bye bye. Ciao. Ciao. Gop 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 gop.